चाहिँ म बनाउन आँटेको छु फर्सीको मुन्टाको अचार अनि सब्जीमा चाहिँ मैले बनाउँदैछु पटल र आलुको भाजा साथीहरू है। मैले फर्सीको मुन्टाको अचार चाहिँ मलाई एकदमै मिठो लाग्यो है साथीहरू। अनि म त आज चाहिँ अलिकति घरमा थियो मुन्टा है, त्यति बेला चाहिँ म बनाउँदैछु। म कसरी बनाउँछु त तपाईँले एन्डसम्म हेर्नुहोस् होला है साथीहरू। यहाँनिर चाहिँ मैले सबै रेडी गरिसकेको छु। आज त स्याटरडे थियो नि त, अनि यहाँनिर नानीको चाहिँ स्कुल छुट्टी थियो, अन्त सानोको चाहिँ छुट्टी, ठुलोको चाहिँ लाग्थ्यो स्कुल। अनि नानीले चाहिँ मलाई चाहिँ यहाँ रिल्स बनाइदिनुहोस् भन्दै साडी लगाएर आएको छ हेर्नुहोस् न साथीहरू है। अनि यहाँनिर चाहिँ म चाहिँ अचारको लागि रेडी गर्दैछु। अचारको लागि चाहिँ मैले बोइल गरिरहेको छु है मुन्टालाई। अनि यहाँनिर चाहिँ म खाना बनाउँदै नानीको रिल्स पनि बनाइदिँदै थिएँ है साथीहरू। यहाँनिर चाहिँ मैले आलु र पटलको भाजा चाहिँ रेडी गरिसकेँ। यसको साथसाथमा मैले यहाँनिर मुन्टालाई पनि बोइल गरिसकेँ। अनि यहाँनिर मैले टमाटर पोलेँ है, टमाटर पोलेर पनि यहाँ रेडी भइसकेँ। मुन्टा पनि रेडी भइसकेपछि मैले यसमा हालेँ प्याज है, प्याज हालेपछि चाहिँ मैले यहाँ टमाटर पनि राखिदिएँ। टमाटर राखेपछि चाहिँ यहाँनिर अब म यहाँनिर अचारको लागि रेडी गर्दैछु है। यहाँनिर तेल पनि तताइसकेको छु। यो चाहिँ हो सरसोको तेल। यसमा मैले अलिकति पाँचफोरन र कालो तोरी पनि राखेको छु। अनि यो तातेपछि चाहिँ मैले चाहिँ यसमानिर झान्नु लागि रेडी गरिसकेको छु है साथीहरू। अनि मैले चाहिँ यहाँ निम्बु पनि राखेको छु, निम्बु पनि चाहिन्छ नि, नुन पनि हालिसकेको छु। अनि निम्बु पनि काटेर रेडी गरिसकेको छु। यसलाई मजाले निचार्नुपर्छ है साथीहरू। अनि मजाले यो टमाटरलाई पोलेको टमाटरलाई चाहिँ यसमा मजाले मिच्नुपर्छ। मिचाएपछि चाहिँ यसलाई चाहिँ मजाले मुस्नुपर्छ है साथीहरू। मैले यहाँनिर रेडी गरिसकेको छु। यो चाहिँ मैले सेकेन्ड थर्ड टाइम खाँदैछु। मलाई चाहिँ एकदम टेस्टी लाग्यो। मेरो नानीहरूले पनि एकदमै मन परायो। अनि यहाँनिर चाहिँ मैले सबै रेडी गरिसकेपछि मेरो नानी पनि आइसक्यो। यति साह्रो पानी पर्दै थियो स्याटरडे चाहिँ साथीहरू। अनि यहाँनिर मेरो खाना पनि रेडी भइसक्यो। मैले खाना पनि रेडी गरेपछि चाहिँ यहाँनिर आप्पालाई दिन रेडी गर्दैछु साथीहरू। आजको भिडियो चाहिँ यहीँसम्म थियो। थ्याङ्क यू फर